हाम्रो हृदयले एउटा यस्तो शान्तिको अनुभव गर्न चाहन्छ, एउटा यस्तो खुशीको अनुभव गर्न चाहन्छ जुन सधैँ भइरहोस्, चाहे संसारमा जेसुकै होस्, सधैँ भइरहोस्। यो हाम्रो हृदयको इच्छा हो, हाम्रो दिमागको होइन, हाम्रो मनको होइन, हाम्रो हृदयको इच्छा हो कि म आफ्नो जीवनमा हरेक दिन निरन्तर त्यस आनन्दको अनुभव गर्न सकूं। के मागिरहनु भएको छ भगवानसँग? उनले पहिलेदेखि नै तपाईलाई के दिएका छैनन् र? उनले तपाईलाई जे पहिलेदेखि नै दिएका छन् त्यसको महत्त्व तपाईको जीवनमा के छ? म एउटा सानो कुरा भन्छु, तपाईको श्वास आउनु जानु यो भगवानको प्रसाद हो। यसको महत्त्व बुझ्नुभयो? यसमा के लुकेको छ त्यसलाई हेर्नुभयो? आज मैले के गर्न गइरहेको छु? आज मैले के हासिल गर्नेछु? आजको दिनमा मेरा लागि के सम्भव छ? के आज मैले आफ्नो हृदयमा रहेका परमात्माको दर्शन गर्नेछु कि गर्दिन? जसको अन्त्य नै छैन, जसको सुरुवात नै छैन, अन्त्य नै छैन, जो अनन्त छ, अलेख छन्, जसले सबैको सृष्टि गर्दछन् र सबैलाई पालन पोषण गर्दछन्, सञ्चालन गर्दछन्, जो सबै ठाउँमा छन्, पृथ्वीमा पनि छन्, आकाशमा पनि छन्, जलमा पनि छन्, वायुमा पनि, अग्निमा पनि। अरु छोड्नुहोस्, अग्निलाई पनि छोड्नुहोस्, वायुलाई छोड्नुहोस्, पृथ्वीलाई पनि छोड्नुहोस्, आकाशलाई पनि छोड्नुहोस्, तपाईँ भित्र पनि छन्। उनको परिभाषा कसैले पनि दिन सक्दैन। र उनी कहाँ बस्दछन्? न उनी मन्दिरमा बस्दछन्, न उनी गिर्जाघरमा बस्दछन्। कहाँ बस्दछन्? उनी सबैको हृदयमा बस्दछन्। केवल यति कुरा अवश्य हो, पुरै कुरा मात्र होइन, आफ्नो जीवनमा शान्तिको पनि अनुभव हरेक दिन गर्नुहोस्। जिस बात की चर्चा हम करते हैं, जिस शांति जुन कुराको चर्चा म गर्छु, जुन शान्तिको कुरा म गर्छु, त्यो कहाँबाट सुरु हुन्छ? ये कहानी, यो कथा, जो कुछ भी है इस संसार के अंदर, जे जस्तो छ यो संसारमा, कहाँ से शुरू होती है, कहाँबाट सुरु हुन्छ? तो कई बार हम लोग भूल जाते हैं। कयौं पटक हामी बिर्सिन्छौं, यो सारा कुरा सुरु हुन्छ तपाईबाटै, मबाटै, मानिसबाट। यसको अर्थ के भयो म सम्झाउँछु। यदि मानिस नभएको भए, यदि मानिस नभएको भए शहर हुन्थ्यो र? मानिस नभएको भए
देश हुन्थ्यो र? मानिस नभएको भए चन्द्रमामा को जान्थ्यो? मानिस नभएको भए तीर्थ कसरी बन्थ्यो? मानिस नभएको भए मन्दिरमा पूजा गर्न को जान्थ्यो? अर्थात् बुझ्नुपर्ने कुरा छ, यदि मानिस नै नभएको भए धर्मलाई मान्ने को हुन्थ्यो? कोही पनि हुन्थेन। जे तपाईं देखिरहनु भएको छ, यी घर छन्, यो ठाउँ छ, यहाँ म बसेको छु, यो मञ्च बनाइएको छ, यी सबै किन छन्? किन छन्? अहिले केही बेर अघि यहाँबाट हवाईजहाज उडेर गयो। तपाईले हवाईजहाज देख्नुभयो, तर हवाईजहाज के हो? किन बनाइयो त्यसलाई? मानिसले नै बनायो। कागले बनाएको होइन, चिलले बनाएको होइन, मानिसले नै बनायो। अनि को बसेको छ त्यसमा? मानिस नै बसेको छ। कसले चलाएको छ? त्यो पनि मानिस नै हो, ऊ पनि मानिस हो। मन्दिर जान्छन् मान्छेहरू, कसको लाइन लाग्छ? भगवानको लाइन लाग्दैन। मन्दिरमा भक्तहरूकै लाइन लाग्छ। भक्तहरू को हुन्छन्? मान्छे नै त हुन्छन्। अनि सारा कथाहरूमा, सबै प्रसङ्गहरूमा भगवानको चर्चा त भयो, भगवानको बयान त भयो, देवी देवताहरूको वर्णन त भयो, तर एउटाको कुरा भएको छैन। र ऊ को हो? मानिस। तपाईको चर्चा भएको छैन कि तपाईं को हुनुहुन्छ, के हुनुहुन्छ? मानिसहरू पढ्छन्, पाठ गर्छन्, भगवानको गुणगान गाउँछन्। राम्रो कुरा हो, भगवानको गुणगान गाउनु कुनै पनि रूपमा राम्रो कुरा हो। तर तपाईले के बिर्सिनु भएको छ भने भगवान तपाईकै गुणगान गाउँछन्। भगवान तपाईकै बखान गर्दैछन्। बडे भाग्य मानुष तन पावा, सुर दुर्लभ सदग्रन्थ न गावा, साधन धाम मोक्ष कर द्वारा, पाए न जहीं परलोक सवारा। तपाईं भगवानको बखान गर्दै हुनुहुन्छ र भगवान तपाईकै प्रशंसा गर्दैछन्। तपाईं सन्त महात्माहरूको गुणगान गाउनुहुन्छ र सन्त महात्माहरू तपाईकै गुणगान गाउनुमा लागिरहनु भएको छ कि यो मानिसको शरीर दुर्लभ छ भनेर। ठूलो भाग्यले पाइन्छ, बडे भाग्य मानुष तन पावा। अनि यहाँ जति पनि मानिसहरू बस्नु भएको छ, के तपाईले आफूले आफैलाई साँच्चै भन्न खोजेको हजुर हजुर भनेर होइन, साँच्चै नै भाग्यशाली सम्झिनुहुन्छ? यसो सोच्नुहोस् त। तपाईं सोच्नुहुन्छ यदि तपाईंको घर पनि 4 तले भए हुन सक्छ तपाईं आफूलाई भाग्यमानी मान्नुहुन्छ। जो बच्चाहरू छन्, स्कुल जान्छन्, जाँच दिन्छन्, जब उनीहरूको रिजल्ट निस्किन्छ, यदि माथि नाम छ, राम्रो नम्बर आएको छ भने आफूले आफूलाई तिनले भाग्यशाली सम्झिन्छन्,
थोरै नम्बर आएको छ आफूले आफूलाई भाग्यमानी मान्दैनन्। बसमा बसेकाहरू जब मोटरसाइकल चढ्नेलाई देखेर भन्छन् यो भाग्यशाली छ। जब बसका लागि पर्खिरहेको छ तब कोही आओस् भ्र गर्दै गयो। बसमा जो पर्खिरहेका छन् बसका लागि उनीहरू ठान्छन् यो मोटरसाइकलवाला चाहिँ भाग्यमानी छ। जब पानी पर्छ मोटरसाइकल चढ्नेले कार चढ्नेलाई भाग्यशाली ठान्छन्। त्यसभन्दा पहिला त्यो मोटरसाइकलवालाले भर्र गर्दै चलाइरहेको छ। तर जब पानी पर्न थाल्छ तब उसले सोध्छ यदि कार भएको भए रोकिनु पर्ने थिएन, गइरहन्थे। भनाइको अर्थ के हो भने कि तपाईलाई के प्राप्त भएको छ, तपाईसँग के छ, के सम्भव छ यो संसारमा, तपाईको जीवनमा। यसको चर्चा हुँदैन, यसको कुरा हुँदैन, अरु सबै कुराको चर्चा हुन्छ र म यो कुराको चर्चा गर्न निकै मन पराउँछु जसमा तपाईको गुणगान गाइयोस्। कतिपय मानिसहरू यहाँ बस्नु भएको छ, भन्दै हुनुहुन्छ होला भगवानको गुणगान गाउनुपर्छ, मानिसको होइन। तर जसै मानिसको गुणगान गाउन सुरु गर्नुहुन्छ भगवानको पालो त आफसे आफ आउनेछ। किनकि जे जति पनि छन् तपाई त्यसलाई बुझ्नुहोस्। यो मानव शरीर पाइएको छ, नर तन पाइएको छ, मानिसको शरीर प्राप्त भएको छ र यसबाट तपाई के प्राप्त गर्न सक्नुहुन्छ, के सम्भव छ त सुन्नुहोस्। यो हो साँचो मन्दिर। किन हो असली मन्दिर? किनकि सबै मन्दिर भएर पनि भगवान परमपिता परमेश्वर उनले आफ्नो मन्दिर, उनले आफ्नो धाम तपाईकै हृदयमा बनाएका छन्। मान्छेहरू ठुल्ठुला मन्दिर बनाउँछन्, मार्बलको मन्दिर बनाउँछन्, मार्बलको ठुला ठुला मन्दिर बनाउँछन्, त्यसमा सुनको गजुर राख्छन्, गेट बनाउँछन्, सजाउँछन्। तर भगवानले ती मन्दिरहरू हुनुको बावजुद पनि केलाई मन पराए? तपाईकै हृदयलाई मन पराए। तपाईको हृदयलाई मन पराए। र यी जो भगवान तपाईको हृदयमा बसेका छन् यिनी नाच्छन् पनि। यिनले तपाईलाई धैर्य पनि प्रदान गर्दछन्। तपाईसँग सदैव बस्छन् जबसम्म तपाई जीवित हुनुहुन्छ, रात दिन। तर आफ्नो भगवानको कहिल्यै पूजा पनि गर्नुभयो? कि गर्नु भएन? गर्नुभयो कि गर्नु भएन? यदि गर्नु भएन भने एकदमै गडबड छ।
किनकि मन्दिर पनि बन्यो, भगवान पनि आए र जुन चेतना छ यो पनि पाइयो। पुजारी पनि हुनुहुन्छ तर भगवानको कहिल्यै पूजा गर्नु भएन। केमा लाग्नुभयो? बाहिर हेर्नतिर। के भइरहेको छ, को आइरहेको छ, कता गइरहेका छन्, के हुनेछ, व्यापार गर, यो गर, त्यो गर, लागिरहन्छ 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 लागिरहन्छ। त्यो जाँतो छ नि, त्यो घुमिरहेको छ। चल्ती चक्की देख के दिया कबीरा रोए, दो पाटन के बीच में सबूत बचान कोए। यस्तै हालत होला तपाईको पनि। संसारको जाँतो घुमिरहेको छ र तपाईँ जान चाहनुहुन्छ, पिसिन चाहनुहुन्छ त्यसैमा। भनिएको छ चक्की चक्की सब कहे, किल्ली कहे न कोए, जो किल्ली के साथ में बाल बांका न होए। जब जानै छ जाँतोमा भने जानुहोस्, तर कहाँ जानुहोस्? जाँतोको बीचमा होइन, किलामा जानुहोस्। किलामा जानुहुन्छ भने बच्नुहुनेछ। पूजा गर्नुहोस्। यी जो भगवान तपाईँ भित्र बसेका छन् उनको पूजा गर्नुहोस्। र उनको पूजा फलबाट हुँदैन, फूलबाट हुँदैन। उनको पूजा दियो बालेर हुँदैन। उनको पूजा आरती गरेर हुँदैन। उनको पूजा मन्त्र पढेर हुँदैन। उनको पूजा साँचो हृदयबाट हुन्छ, किनकि उनी साँचो हृदयमा बसेका छन्। र छल कपटलाई त्यागेर। अनि यो सजिलो काम होइन छल कपटलाई त्याग्नु। छल कपटलाई त्याग्नु यो सजिलो काम होइन। यो त कस्ता कस्ताले पनि गर्न सक्दैनन्। जब हामी बच्चा हुन्छौं तबदेखि हामीलाई सिकाइन्छ छल गर्न, कपट गर्न, झुटो बोल्न। कयौंचोटि बच्चासँग हुन्छ। कोही आओस् ढोकामा, बच्चा जान्छ। तिम्रो बुवा भित्र हुनुहुन्छ? 1 मिनेट, बुवा तपाईलाई सोधिरहेको छ। उसँग भनिदेऊ म यहाँ छैन। बच्चाको दिमागमा पनि त केही होला नि। कुनै बेला त बच्चाहरू यति सिधा हुन्छन्, ढोकानिर गएर भन्ने गर्छन् मेरो बुवाले भन्नुभएको छ उहाँ यहाँ हुनुहुन्न। तर पहिलेदेखि नै झुटो कुरा हामीहरूलाई मानिसहरू सिकाउन सुरु गर्छन्। हामीले बिस्तारै बिस्तारै सिक्छौं 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 सिक्छौं। आफूले आफैसँग कपट गर्न सिक्छौं। शिक्षकले गृहकार्य दिए, गृहकार्य गरेन, तैपनि स्कुल गयो। किताब यसरी पल्टाएर बसेको छ जस्तो सबै थोक गरेको छ, ताकि शिक्षकले हेरुन् उनलाई यस्तो लागोस् यसले गरेको छ। सबैसँग छल गर्न सुरु गर्छन्। परन्तु तपाईको यो जिन्दगी छल कपट गर्नका लागि होइन। यसमा एउटा चीज भइरहेको छ जसमा तपाईले ध्यान दिनु आवश्यक छ। र त्यो चीज के हो भने यो श्वासको आउनु र जानु। तपाईको कथा यहीँबाट सुरु भएको थियो। तपाईको कथा यहीँबाट सुरु भएको थियो। जब तपाईं जन्मिनु भएको थियो सबै मान्छेहरू के बुझ्नुस् भने पर्खिरहेका थिए कहिले तपाईले श्वास लिनुहुनेछ। यहाँबाट सुरु भएको थियो।
र अन्तिम समयमा यहीँबाट कथाको अन्त्य हुनेछ जब तपाईँ अन्तिम श्वास लिनुहुनेछ। यसमा हामी ध्यान दिँदैनौँ किनकि हामीसँग यसमा ध्यान दिने यन्त्र नै छैन। तर जोसँग ज्ञान छ उनीहरू यसमा ध्यान दिन सक्छन् किनकि ज्ञानद्वारा उनीहरूलाई यो यन्त्र प्राप्त भएको छ। यसमा जुन रस छ, जुन आनन्द छ, उनीहरू त्यसलाई सेवन गर्न सक्छन्। ज्ञान जुन म दिन्छु त्यो सानोतिनो चिज होइन हजुर, त्यो सानोतिनो कुरा होइन। कैयौं वर्ष पहिले, हजारौं वर्ष पहिले हालै यस्ता केही कागज भेटिए मरुभूमिमा, इजिप्टमा, जुन अफ्रिका भन्दा माथि छ। त्यसमा प्रशंसा गरिएको छ। र के प्रशंसा गरिएको छ? जुन शक्ति, जुन भगवान सारा सृष्टिमा छन् उनी तपाईँ भित्र पनि छन्। र उनलाई भनिन्थ्यो, उनीहरू आफूले आफूलाई भन्थे नोस्टिक, जसको अर्थ थियो जसलाई थाहा छ, जसलाई थाहा छ। र उनीहरू बसेर त्यस चीजको अभ्यास गर्थे ताकि उनीहरू ती परमात्मा जो उनीहरू भित्र छन् तिनलाई अनुभूति गर्न सकुन्। जे जति पनि अरू धर्मका कुरा छन् यो सबै तिनीहरूभन्दा बेग्लै छ। जब मैले पहिलोचोटि त्यसलाई देखेँ, सुने, मलाई यति खुसी लाग्यो कि हजारौं वर्ष पहिले पनि प्रेमी थिए। कसका प्रेमी? ती परमपिता परमात्माका प्रेमी। प्रेमी जसले त्यो अनुभवसँग प्रेम गर्थे। र आज पनि हामी प्रेमी छौं जो त्यही चीजसँग प्रेम गर्छौं र त्यही चीजमा हाम्रो विश्वास छ कि जो परमपिता परमेश्वर सबै ठाउँमा व्यापक छन् उनी हाम्रो हृदयमा पनि अवस्थित छन्। केही चीजहरू बदलिँदैनन्, केही कुराहरू परिवर्तन हुँदैनन्। किन? जुन सत्य छ त्यसलाई परिवर्तन हुन आवश्यक छैन। झुटोलाई बदलिनुपर्छ, झुटोलाई बदलिनुपर्छ। झुटो फेरिरहन्छ, सत्यलाई फेरिन केही आवश्यक छैन। सत्य सत्य हो र सत्य त्यो हो जसलाई तपाईँ आफ्नो दिमागले होइन केवल आफ्नो हृदयले अनुभूति गर्न सक्नुहुन्छ। त कथा के हो? कथा हो तपाईको। यी सबै तपाईका लागि उपलब्ध छन्। यो शरीर तपाईका लागि उपलब्ध छ। यो श्वास तपाईका लागि उपलब्ध छ। यी परमपिता परमात्मा तपाईका लागि उपलब्ध छन्। के चीजका लागि ढिलो गर्नुहुन्छ तपाईले? कुन चीजका लागि रोकिनु भएको छ? कुन चीजका लागि आफूलाई भन्नुहुन्छ अहिले होइन? किन तपाईलाई शंका लाग्छ? मान्छेहरू लाग्छन् सुख दुःखको कुरा गर्नतिर। हामी जुन राम्रो छैन, जुन अशुभ छ त्यसबाट बचौं। म सम्झाउँछु, सुन्नुहोस् मेरो कुरा। तपाईँ जुत्ता किन लगाउनुहुन्छ? तपाईँ जुत्ता किन लगाउनुहुन्छ? ताकि त्यो तपाईको खुट्टामा सुहाओस्, होइन? जुत्ता किन लगाउनुहुन्छ? किनकि तपाईँ संसारका सारा काँडाहरूलाई हटाउन सक्नुहुन्न। सारा संसारका सबै ढुङ्गालाई हटाउन सक्नुहुन्न। संसारका सबै ठाउँहरूलाई सफा गर्न सक्नुहुन्न। तर तपाईलाई काँडाले नघोचोस्, ढुङ्गाले नलागोस्, तपाईको खुट्टामा चोट नलागोस्, तपाईँ
पुरै बाटोभरि जुत्ता छालाकै त बन्छ, कुनै रबरको बन्छ। सबै ठाउँमा रबर बिछाउन सक्नुहुन्न। हो, एक ठाउँमा राख्न सक्नुहुन्छ, आफ्नो खुट्टामा, होइन त? यदि आफ्नो खुट्टामा जुत्ता लगाउनु भयो, जता जानु भए पनि त्यस्तै कुरा भयो जस्तो सबै ठाउँको लागि भयो, होइन र? जहाँ जानुहुन्छ यदि काँडाले घोचे पनि केही छैन, जुत्तामै घोचिनेछ, तपाईलाई घोच्ने छैन। बच्नुभयो नि काँडाबाट। यस कारणले हामी जुत्ता लगाउँछौं। तपाई अशुभबाट बच्न चाहनुहुन्छ? अशुभबाट बच्ने एउटै तरिका छ, तपाई आफ्नो जिन्दगीमा शुभ ल्याउनुहोस्। शुभ के हो? के हो शुभ? यो ज्ञानको अनुभव शुभ हो। तपाईको लक्ष्य के हो? जसै जसै तपाईको उमेर बढिरहेको छ, हुन सक्छ तपाईले राम्रोसँग देख्न सक्नुहुन्न, सुन्ने शक्ति पनि बिस्तारै बिस्तारै कम हुँदैछ। शरीरले पहिला जसरी काम गर्थ्यो अब त्यसरी काम गरिरहेको छैन। जहाँ बसेको छ त बसेको छ, त्यहाँ ठिक छ, उठ्न लाग्यो भने अय्या, उठेको छ त ठिक छ, तर बस्न लाग्यो भने अय्या, होइन त? बोल्ने शक्ति पनि बिस्तारै बिस्तारै कम हुन्छ, हेर्ने शक्ति पनि बिस्तारै बिस्तारै कम हुन्छ, सुन्ने शक्ति बिस्तारै बिस्तारै कम हुन्छ, चिन्ने शक्ति बिस्तारै बिस्तारै कम हुन्छ, सम्झिने दिमागको कुरा बिस्तारै 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 कम हुन्छ। हरेक चीजको शक्ति बिस्तारै बिस्तारै, जुन शारीरिक शक्ति छ सबै कम हुन्छ। तर एउटा शक्ति छ तपाईको, त्यो कहिले पनि कम हुँदैन, र त्यो हो आनन्द लिने शक्ति। आज पनि तपाई, यदि तपाई 80 वर्षको हुनुहुन्छ, 90 वर्षको हुनुहुन्छ, 70 वर्षको पनि हुनुहुन्छ, आनन्द तपाई उति नै लिन सक्नुहुन्छ जब सानो हुनुहुन्थ्यो। त्यसमा कुनै परिवर्तन आएको छैन, न त त्यसमा परिवर्तन आउने नै छ। यस तरिकाबाट बनाएका छन् भगवानले तपाईलाई। वास्तवमा यो संसारमा आउनु परमानन्दलाई चिन्नु र परमानन्दको अनुभूति गर्नका लागि हो, जुन सदैव निरन्तर रूपमा रहन्छ, र त्यसको आधारमा तपाईको लक्ष्य के हो यो जान्न सकिन्छ। र त्यो के लक्ष्य हो? त्यो आनन्दको अनुभूति गर्नु, जुन तपाई अन्तिम श्वाससम्म गर्न सक्नुहुन्छ। यो जुन मानिसको शरीर पाइएको छ, यसले यस्तो गर्न सक्छ, अन्तिम श्वाससम्म त्यस आनन्दको अनुभव गर्न सकिन्छ। यो मेरो जुन सन्देश छ, यसको सम्बन्ध तपाईको धर्मसँग छैन, तपाईको परिवारसँग छैन,
तपाईको व्यापारसँग छैन, तपाईको विश्वाससँग छैन। मेरो सन्देशको सम्बन्ध मात्र तपाईसँग छ। महाराजजीले आफ्नो सारा जीवन एउटा सरल सन्देश मानिसहरू समक्ष पुर्याउनका लागि समर्पित गर्नुभएको छ। करिब 50 वर्षदेखि उहाँ संसारभरि नै मानिसहरूको जीवनमा शान्ति प्राप्त गर्ने सम्भावनाको बारेमा बताउँदै आउनु भएको छ। स्वागत महाराजी। मेरो मुख्य सन्देश के हो? जुन चीजको तपाईलाई खोजी छ त्यो तपाईँ भित्रै छ। सारा संसारबाट कार्यक्रमका लागि आउने निमन्त्रणाहरूसँग तालमेल मिलाउँदै प्रत्येक वर्ष महाराजजीले विभिन्न कार्यक्रमहरूमा हरेक प्रकारका श्रोताहरूलाई सम्बोधन गर्नुहुन्छ। भारतमा पनि विभिन्न गाउँ एवं शहरहरूमा महाराजजीको कार्यक्रम नियमित रूपमा भइरहन्छ। उहाँको कार्यक्रमहरूमा मानिसहरूको संख्या चाहे थोरै होस् वा लाखौंको, उहाँको सन्देश हरेकका लागि व्यक्तिगत हुन्छ। आज महाराजजीको सन्देश 100 भन्दा पनि बढी देशहरूमा उपलब्ध छ। जन जनसम्म पुर्याउनका लागि यसलाई 70 भन्दा धेरै भाषाहरूमा अनुवाद गरिन्छ। लाखौं मानिसहरूले यसलाई टेलिभिजन प्रसारण, डीभीडी र इन्टरनेटको माध्यमबाट सुन्दछन्। विश्वका कैयौं जेलहरूमा पनि उहाँको सन्देश मानिसहरूले नियमित रूपमा सुनिरहेका छन्। उहाँको सन्देशबाट प्रभावित भएका कैदीहरू एवं जेलका कर्मचारीहरूको निमन्त्रणामा महाराजजीले भारतको तिहाड जेल, अर्जेन्टिनाको एउटा महिला जेल र अमेरिकाको सेन एन्टिनियो जेलमा स्वयं गएर कार्यक्रम गर्नुभएको छ। प्रत्येक व्यक्तिभित्र एउटा विशेषता छ। त्यो विशेषता हो वास्तविक मानवताको, जुन यो संसारका देशहरूमा होइन तर हरेक व्यक्तिमा छ। चाहे ऊ जे भए पनि, जहाँको भए पनि, सबैभित्र विराजमान छ। र मेरो काम के हो भने त्यो विशेषतालाई जसरी होस् अगाडि ल्याउन सकूं। महाराजजीद्वारा स्थापित संस्था द प्रेम रावत फाउन्डेसनले संसारभरि नै उहाँको सन्देशको प्रचार सँगसँगै मानवीय कार्यहरूमा पनि मद्दत गर्दछ। यो संस्था प्राकृतिक प्रकोपहरूमा मानिसहरूलाई सहयोग गर्नुको साथै आवश्यक परेका बाल बालिका एवं वृद्धहरूलाई सन्तुलित भोजन र स्वच्छ खानेपानी उपलब्ध गराउन निरन्तर प्रयासरत छ। पूरै विश्वमा विभिन्न देशका सरकार, संस्कृति र समुदायहरूद्वारा महाराजी र उहाँको सन्देशलाई प्रशंसा गरिएको छ। उहाँको मानवीय कार्य एवं शान्तिको प्रयासका लागि उहाँलाई धेरै पुरस्कारहरू र कैयौं शहरहरूको साँचो प्रदान गरेर सम्मानित पनि गरिएको छ। इटली र ब्राजिलमा उहाँलाई एम्बेसेडर अफ पीस अर्थात् शान्तिको दूत उपाधिले सम्मानित गरिएको छ। म सारा संसारमा जान्छु, मानिसहरूलाई आफ्नो कुरा भन्दछु। बस यति नै म गर्न सक्छु, अरू केही गर्न सक्दिन। के गर्न सक्छु भने मानिसहरूलाई आफ्नो कुरा बताउन र जसलाई राम्रो लाग्छ उसलाई राम्रो लाग्छ। किनभने यो परिवर्तन गर्ने कुरा होइन, जे छ त्यसलाई अगाडि ल्याउने कुरा हो।